हेलो एभ्रिवान, म चाहिँ आज कता के भन्छ यो अल्जर्फ भन्ने ठाउँतिर छु है। म चाहिँ आज पुरै यो डाँडातिर रम्मल घाडीतिर छ है। म चाहिँ रम्मल घाडी जङ्गल घाडी सबैतिर सबै भएको ठाउँतिर छु म चाहिँ आज। सबै यो चाहिँ नयाँ घरहरू बन्दैछ है। यहाँनिर चाहिँ नयाँ बिल्डिङहरू सुरुवात हुँदैछ। यतातिर स्क्यापहरू दुईटा चलिरहेछ। तर के गर्नु, हेडफोनले जति नचलाउँदो रहेछ स्क्यापहरू चलाउने के अपरेटर भन्नु यार। अपरेटरको ताल यस अलिअलि हलाउन जानेपछि हुने रहेछ। रम्मल घाडी पनि कति हो, कति राम 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 त सबै रम्मल घाडीमा पनि के यो डोजर सोजर अरे पा यो के ल यता ट्रेन पनि छ, यता फेरि नयाँ घर बन्दैछ, नयाँ बिल्डिङ बन्दैछ। यस्तै छ। यो ठाउँमा चाहिँ मृग पाउँदो रहेछ है। त्यही भएर यहाँ मृगहरूको फोटोहरू मजाले दायाँ बायाँ दुइटैतिर पोस्टरहरू टाँसेको रहेछ। अब फेरि हेर्दै जाउँ। यहाँ चाहिँ पुरै हरियाली रहेछ है। दायाँ बायाँ हरियो, बसौँ बसौँ लाग्ने एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ यो चाहिँ। अनि यहाँ पर पनि मान्छेहरू काम गरिरहेछ बाहिर। यहाँको घाम फेरि उल्का तातो, थोरै तातो हुँदैन। राम 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 पुरै के बाहिरको घाम त उल्का तातो छ। पुरै क्या कस्तो राम्रो हरियो जङ्गलहरू हो यो। अब जङ्गल त के भन्नु, अब अलिअलि झाडी, जता हेऱ्यो नि हरियो हरियो छ यार। जता हेऱ्यो नि हरियो हरियो छ। फेरि कस्तो दामी फराकिलो ठाउँ रहेछ क्या यहाँ फेरि पुरै। अरे वाह, यस्तै जङ्गलमा चाहिँ पाउँदो रहेछ है मृग चाहिँ। यस्तै जङ्गलमा पाउँछ। मैले एक दुईवटा देखेको थियो, त्यति बेला भिडियो खिच्नै भ्याएन गाडीको स्पिडमा। लुखुर लुखुर डुली हिँड्यो, काम छैन काम छैन भनेको जस्तै भइहाल्यो नि। हो जिन्दगी ल्याङफ्याङ छ। यही जङ्गलहरूमा पाउँछ मृग। के गर्नु, नेपालमा हो भने त मजाले यसलाई मैले जानेको थियो। धेरै देख्यो मैले मृग। देख्ने बेला भिडियो खिचेको हुँदैन, उही कटेपछि बनाउने, अनि त्यहाँबाट बनाएपछि फेरि भेटिँदैन। तर मृग चाहिँ सो अफ पुरै क्या सिङ भएको मात्रै पाउँदो रहेछ यार। ल अब चाहिँ हामी कम्पनीतिर फर्किँदैछौँ होइन। पुरै लुखुर 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 ल्याएर फर्किँदैछु। अब हेरौँ कति बेला पुग्छ।